हेलो साथीहरू, आज चाहिँ म रेडी भइसकेको छु है। आज चाहिँ मेरो फुड हाइजिन क्लास छ अनि फुड हाइजिन क्लासलाई म चाहिँ रेडी भइसकेको छु। अब जानु लागेको छु अनि तपाईँहरूलाई म देखाउँछु आज के कस्तो हुन्छ भनेर है त। फुड हाइजिन बिहानै उठेर बिहान तपाईँको कति 9 बजीदेखि क्लास अरे। अब टाइममा त उठ्नु पऱ्यो, 8 बजी रुमबाट हिँड्नु पऱ्यो होइन। बिहानै रेडी भएर हेर्नु नि, जुत्ता सुत्ता लाएर चिटिक्क भएर गएको छु पास हुनु भनेर है। तर अब पास हुन्छु हुँदै थाहा छैन। जस्ट लेट्स होप पास हुन्छु होला भन्ने आशा छ है। हेरौँ है त भरे के हुन्छ साथीहरू, बताउँछु तपाईँलाई म। अनि अहिले चाहिँ म तल उत्रिसकेँ भुइँमा है। तर हेर्नु न, बिहानको मौसमै छुट्टै छ। धेरै पछि बिहान उठेको है, नभए त 9 बजी 10 बजी उठिँदैन। घाम पनि लागेको छैन आज त यार। फाइनली गाइज हेर्नुहोस् है, धेरै पछि बिहानको नरम मिठो घाम खानु पाइयो, खुसी लाग्यो। के अरे हाइजिन क्लासले चाहिँ, फुड हाइजिन क्लासले यति चाहिँ मलाई फाइदा गराइदिए। भिटामिन डी मजा रियलमा लिनु पाइयो। साथीहरू आइसकेको छैन है। म चाहिँ बिहानै एकदम एक्साइटेड भएर नि बिहानै उठेर पर्खिरहेको साथीहरूलाई। अब साथीहरू आउँछ नि, त्यहाँबाट सँगै जानु पऱ्यो। तबसम्म चाहिँ भिटामिन डीको मजा लिनु पऱ्यो है त म चाहिँ। फाइनल गाइज मेरो दाजु चाहिँ आइपुग्नु भएछ है। अब पर्खिनुलाई म चाहिँ बसिरहेको दाइ आइपुग्नु भएछ। अब त्यहाँबाट अब मेरो अर्को दाइ पनि आउँदै हुन्छ, पर्खिरहेको छु परबाट है त। अनि गाइज म चाहिँ पर्खेको छु, दाजु आइपुग्नु भएको छ। अब अर्को हाम्रो सेफ पनि आउँदै हुन्छ, मानसेफ आउँछ। त्यहाँबाट चाहिँ हिँड्ने हो होइन। एउटा सेफ चाहिँ अगाडि नै मेट्रोमा पुगेर अटो बुलक भनेर चढिसक्नु भएको रहेछ मेट्रोमा। हामी चाहिँ पर्खिरहेको छु फेरि अर्को सेफलाई। त्यति धेरै हतार पनि गर्नु पर्दैन, टाइममा पुगे भइहाल्छ होइन। मेरो एउटा सेफ चाहिँ छिट्टै आत्तिएर गइहाल्नु भएछ। पास हुनुहुन्छ अरे क्या, छिटो गयो भने चाहिँ, त्यही भएर नि हामी पनि फेल हुन्छ डर लागिरहेछ हौ। हामी भेट भयौँ अब डलसेप जानु भइसकेछ हौ। डलसेप र हाम्रो के अरे मानबहादुर क्याप्टेन। अब हामी चाहिँ लागेको साथीहरू ल, भरे हामी चाहिँ यस्तो 30मा चाहिँ 32 ल्याउने हिसाबले जाँदैछौँ हामी ल। पुरै रातभरि पढेको नि त हो। रातभरि पढेर पुरै अब चाहिँ कन्ठस्थ गरिसकेको छौँ हामीले। अझै 2टा बुक पढ्नुभयो दाइले, मैले चाहिँ एउटा बुक पढेँ, दाइले कतिवटा आधी बुक पढ्नु भयो होला। अब हामी जाँदा एकदमै 30मा 30 लिएर आउने त हामी साथीहरू। हामी चाहिँ यहाँ हिँडेर आइपुग्यौँ, स्टेसन आइपुग्यौँ, बुर्जान मेट्रो स्टेसन। यहाँ मेट्रो चढेर हामी चाहिँ टक्कसँगलाई लाग्दिन्छौँ है। अनि भरे के हुन्छ देखाउनेछ त तपाईँलाई म। जस बिहान बिहानैको आजको घाम चाहिँ खानु पाइयो त यो खुसी फाइदा भएर जे जस्तो पनि जस्तो घाम चाहिँ चाख्नु पाइयो। भिटामिन डी प्रशस्त मात्रामा। धेरै पछि नभए त क्या बिहानको 11-12 बजीको घामले त पोलेर हुर्के बनाउने नि हौ। गाइस बस्छु है हामी चाहिँ अब मेट्रोमा। तपाईँले आफै ल्याउँ भनेको दाइ अनि यार। ओहो ओहे के भन्छ दाइलाई, के भाषा हो यो? फाइनल गाइज हामी चाहिँ अब यहाँनिर तपाईँको स्टेसनबाट निक्ल्यौँ बाहिर है। अब हामी चाहिँ राइट लगाएर सिधा हिँड्दैछौँ। हेरौँ कहाँ पुगिन्छ। अब मेरो दाइहरू थाकिसक्नु हो बिहान बिहानै। अब नास्ता पानी गरेर चाहिँ टक्कसँग क्लासमा चढ्नेछौँ हामी। हामी चाहिँ यसरी अवस्था आउँछौँ है। ठिकै छ अवस्था, राम्रै छ। भोक लाग्यो हल्का, भोक अब नास्ता पानी गरेर भित्र जान्छौँ हामी। फोन गर्दै हुन्छ दाइले चाहिँ, सोध्दै हेर्दै हुन्छ। सरी मेट्रो स्टेसन हो। यहाँबाट चाहिँ हामी निस्किसक्यौँ, एक्जिट भइसक्यौँ। अब हामी चाहिँ हाम्रो डेस्टिनेसनमा हिँड्दैछौँ। हाम्रो दाइ यहाँ अगाडि बढिरहनु भएको छ। अगाडि हामीलाई बाटो देखाउनु चाहिँ उहाँ हुनुहुन्छ है। हामी चाहिँ पछि पछि हो दाइहरूसँग ल जाँदैछौँ हामी जाँदैछौँ। ओह मेट्रो चढिरहेछ मस्तसँगले। मेट्रो त 1-1 मिनटमा हो यहाँनिर। अनि हामी चाहिँ अब ताउजी त्यहाँ रहेछ। दाइ कहाँबाट भन्यो अरे? यो सानो पार्किङ यो हो कि क्या जस्तो लाग्दा हो कि अगाडि छ होला? अगाडि हेर्ने हो के भनौँ? सानो पार्किङबाट भित्र छिर्ने भन्यो ल। अगाडि भनौँ, अगाडि होला सायद त्यहाँनिर जस्तो लाग्यो। के अरे दाइ? यहाँ त पुरै अफर लगाएर छ, अफर 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 अफर। गाइज हामीलाई चाहिँ धेरै हसल भइरहेछ क्या। हेर्नु न यार, यहाँनिर मेरो लोकेसन नै थाहा नपाएर हो। फेरि हामी चाहिँ ढुँढेको छौँ कि हो। बहुत दुख हो रहा है ये गर्मी में, बहुत घाम भी बहुत चरका हो गया है। अनि हमको हिँड्ने में भी तकलीफ हो रहा है।
अब भूख भी लग रहा है, अभी देखते हैं क्या होता है आगे जाके। ये बहुत शोर शराबा भी चल रहा है पीछे, तो मैंने अभी नॉइस कैंसिलेशन ऑन किया है। चलो चलते आगे बढ़ते, देखते किधर पहुँचते। फाइनली हामी चाहिँ बल्ल बल्ल एउटा गल्ली भेटायौँ र त्यहाँनिर एउटा हाम्रो इन्डियन दोस्तलाई भेटाएर चाहिँ बात गरेर होइन हामी चाहिँ अब जाँदैछौँ गल्लीबाट। अब हेरौँ कति 2 मिनट लाग्छ भने चाहिँ अलमन्जार सेन्टर चाहिँ हामी पुग्यो। अलमन्जार सेन्टर चाहिँ हामी पुगिसक्यौँ हो। यसको नियर भन्दा चाहिँ नजिकै छेउमै छ, अपोजिट साइडमै भनेर भन्यो। अनि हामी चाहिँ जाँदैछौँ है त। अब त्यहाँ पुगेर हामी साथीलाई भेट्नेछौँ, अनि चाय नास्ता गरेर अनि त्यहाँबाट हामी क्लासको लागि अगाडि बढ्नेछौँ। आइ एम भेरी एक्साइटेड होइन। ओके गाइज, सी यू। चाहिँ हामी बिल्डिङ खोजेछौँ, बिल्डिङ बल्ल बल्ल पायो, यहाँ अगाडि रहेछ। हामी जाँदैछौँ, दाइको अगाडि हिँडिरहनु छ, म चाहिँ पछि पछि दाइलाई फलो गर्दै है। आफू चाहिँ नयाँ नानी हो नि त दो होइन, दाजुहरू चाहिँ अगाडि नै हुनुहुन्छ र थाहा छ उहाँलाई चाहिँ पछि पछि गर्दै हिँड्दैछु। फाइनली हामी अल पहिला बिल्डिङ आइपुग्यौँ है। अब हामी भित्र पस्नुपर्छ, नास्ता पानी गर्न जाउँ। पहिले केटाहरू कता छ, ब्रदरले हामीलाई हेल्प गर्नुभयो, थ्याङ्क यू सो मच हाम्रो सेफ ब्रदरलाई है। दाजु ल कता कल गर्नु त केटाहरूलाई। अब चाहिँ हामी चाहिँ छिर्यौँ है साथीहरू, छिर्यौँ भित्र छिर्यौँ, भित्र छिर्यौँ। ओहो कति मजा आयो, आनन्द भयो यार। फ्रेस गर्नुहोस्, हामी पनि जान्छौँ। हामी चाहिँ छिर्यौँ चाहिँ घोडाको नाल लगाइरहेछ, हेर्नुहोस् है। एउटा स्पिरिचुअल चाहिँ फलो गर्नुपर्छ है। साथीहरू हामी चाहिँ यहाँ आइपुगेको छौँ है। यहाँ हेर्नुहोस् त हरियाली, आमामा कम्ता राम्रो राम्रो बुट्टाहरू छैन हौ रुखको। हामी चाहिँ फेरि अब पस्न आँटेको छौँ, पस्नु आँटेको छौँ अब। ल भित्र कुद्नु पर्दो रहेछ नि त। ए हामी यहाँनिर कन्फ्युज भएर नि कन्फ्युज उतापट्टि गएछ, यतापट्टि यो साइडमा आउनुपर्ने रहेछ कि। अनि दाइहरूसँग चाहिँ नि बल्ल 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 भेट भयो। हेलो फाइनली डल्छे बल्ल फाइनली भेट भयो यार, बल्ल बल्ल यार। यता साइडमा रहेछ, यो साइडमा दुईवटा साइड रहेछ इन्ट्रेन्स। तपाईँको राइट साइडबाट चाहिँ जानुपर्ने छ, लेफ्ट साइडमा फसेर चाहिँ अलिकति समस्या भयो। थ्याङ्क यू गाइज। विद्यार्थी बस्नुहुन्छ, अब हाम्रो क्लास सुरु हुँदैछ। हाम्रो नाम छ जस्तो छ। नसुत्ने पानी पिएर आउनु, कफी पिएर आयो हुन्थ्यो। सुत्नु हुँदैन है, मार्छ नि फेरि। यहाँ चाहिँ होइन आज फुड हाइजिन क्लासमा चाहिँ यस्तो पनि व्यवस्था रहेछ। किचन रहेछ, स्मल किचन होइन, दामी रहेछ। चिया कफीहरू तपाईँको केही हुन्छ। यस निद्रा लाग्ने दबाई चाहिँ नलाग्ने दबाई चाहिँ रहेछ। पुरा ह्याप्पी है। दाइ के खान्छ, चिया कि कफी? दाइ कफी बनाउनु, कफी अनि कफी ब्रदर, या प्लिज कम मेक कफी। मिस्टर कृष्ण बारटेन्डर इज मेकिङ कफी। या इज अन बारटेन्डर। Yes, only Black milk. with sugar, no sugar. I need no sugar, brother. I will know this. This is the you get melt. Where are you from, my brother? Hello. Yeah, from AP. AP? AP1. AP1. And from India? Yes, Kerala. Oh, India, from Kerala. Kerala from India. Oh, wow. Nice, huh? Very nice. दादा ल चाय नास्ता खानु है। त्यो खाएर नास्ता चाहिँ त्यो ज्यान चाहिँ बनिदिनु पऱ्यो होइन, एकछिन भए पनि। भ्लगर हुनु कम गाह्रो छ। यहाँ हाम्रो दोस्तहरू बसेर क्या ध्यान दिएर सुत्नु त नसुत्नै दाइ, कफी खाएर आएको नि कफी। Curiosity infestation and prevent those from occurring in the future. A paper or electric light killers or hormone traps for insects. लन्च ब्रेक भयो, लन्च ब्रेक। दाइ कुनामा छन् बिचरा, मिलाइरहेछ। सबैजना भोकाएको अनुहारहरू, चाहिँ भोकाएको लास्टै भोक लागेको अनुहारहरू, भोकाएको अनुहारहरू झन् डेन्जर छ। चलो भाइ, चलो। हेलो गाइज, अनि अहिले चाहिँ हाम्रो चाहिँ खाना खाने लन्च टाइम भएछ। लन्च टाइममा चाहिँ हामी सबैजना बाहिर निक्लेको छौँ। अहिले चाहिँ दाइरामा मात्रै बाँकी छौँ, साथीभाइहरूलाई हामीले पर्खिरहेको छौँ भित्र। अब हामी चाहिँ मजाले सँगले के खाने दाइ, हामी के खाने हो? के पाइन्छ? तल
तल रेस्टुरेन्टमा गएर अब के छ अनि खानेकुरा राम्रो? तपाईँलाई के खानु मन लाग्छ भन्नु? मलाई त पायो भने नास्ता गर्ने हो। रोटी 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 मिठो लाग्छ मलाई। रोटी खानुपर्छ ल हामी समोसा चाहे रोटीमा के छ त्यही खानुपर्छ। खाना भनेको घरमा गएर खाना है त। सिउ गाइज अब मस्त खाने क्या भोक लाग्यो यस्तो धेरै नि अल्छी र निन्दा त कति लाग्यो भोक पनि त्यस्तै लागेछ। पास हुन्छ कि हुँदैन तर होइन अझै इक्जाम आउनु बाँकी नै छ यार। गाइजहरू हामी चाहिँ अब नास्ता गर्नु हिँडेको हामी दाजुहरू लुकेको फेरि दाजु चिन्छ भनेर कि है त साथीहरू हामी चाहिँ अब ट्याक्कसँग होइन रोटी सब्जी मासु चिया के अरे समोसा सबै हानिदिनुपर्छ ल। ए ल हामी चाहिँ दाजुभाइ हामी चाहिँ आएको छौँ अब नास्ता पानी गर्नलाई यहाँनिर के खाने गरम गरम समोसा हाम्रो के रहेछ यसलाई के भन्छ मिन्दु वडा छ सब छ है केटा के खाने दाइ भन्नु न यार छिटो 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 ल टेन्सन पैसा टेन्सन नगर्ने झापालीसँग आएपछि पैसा टेन्सन नगर्ने गफैले हो भने अगाइदिन्छ तपाईँहरू ल। खाना होइन कि अब दाइहरू तपाईँ के खानुहुन्छ भन्नुहोस् न त अर्डर गर्नु त छिटो ल। झापाली हुँदा त किन टेन्सन लिएको तपाईँहरू यार झापाली भ्लगर किन त्यसै बनेको झापाली भ्लगर यहाँ छिटो 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 के अर्डर गर्ने छिटो साथीहरू आउनु हल्का नास्ता पानी मात्रै गर्ने क्या भरे गएर उतै खाउँ न है रुमतिर म वहाँ रेस्टुरेन्टमा खुवाउँछु नि ल अझ नास्ता पानी चिया खानु दाइ साफ्रान खाने कि जाफ्रान चाहे कडक चाहिँ साथीहरू यहाँ खाना खानु भने हिँडेको त्यहाँ भएन र खाना खाने भन्छ अरे केटाहरू हिँडेको खोइ कहाँ यहाँ सेट पनि खोल्दै हिँडिरहेछ हो हिँडेको गर्मीमा हेर्नु घाममा आम्मामा यस्तो घाममा हिँडाएर केटाहरू मार्न आँट्यो हो मलाई त अब त नजान्ने मान्छे कि पछाडि हिँड्दै बिस्तारै बिस्तारै हिँड्दैन नि साथीहरू बल्ल बल्ल आइपुग्यो खाना खानामा आइपुग्यो खाना खाने दाजुहरू बसिरहेछ भित्र अब बसेको ल भित्र कस्तो गर्मी छ यार लास्टै गर्मी यार के खानु ल दाजु चिकन खाने भए चिकन माछा खाने भए माछा त्यस्तो दाइ चिकन ल्याइदिनु चिकन तिनवटा चिकन थाले बारीक फिस ए तिनवटा फिस दुईटा फिस एउटा फिस तिनटै म फिस हो दाइ तिनवटा फिस ल बारीक राइस मोटा होइन फिस हालिदिनु उहाँ रहेछ आफू खाइन्छ रामे साथीहरू हामीले माछा चाहिँ टाइम लाग्छ अरे कि हतार छ कि हामीलाई टाइम छैन कि त्यो हामीले चाहिँ टक्क खुवाउने नि यो खाएको हामीले फाइनली गाइज हामीले चाहिँ यो रेस्टुरेन्टमा चाहिँ खाना खाएर भ्यायौँ यो रेस्टुरेन्ट दामी रहेछ खाना राम्रो पाउँदो रहेछ हो मजा आयो गाडी अब निक्लेको अब मसँग ब्याट्री पनि चार्ज छैन कि धेरै अब म भ्लग बनाउन सक्दिनँ होला है अब म 1-2 दिनमा अपलोड गर्छु अनि हेर्नु होला लाइक कमेन्ट सब्सक्राइब सब ठोक्नु होला है त अब गाडीको पार्किङ चाहिँ यहाँ छ हो ड्राइभर आउँदैछ ड्राइभरलाई फोन गरेको छु ड्राइभर आएपछि हामी जान्छौँ है त ओके गाइज बाई सी यू नेक्स्ट ब्लग ओके लभ यु अल स्टे ट्युन झापाली ब्लग स्टार हजुरको मायाको अपेक्षा र आशामा बसिरहेको छु है त साथीहरू बाई बाई I'm a new blog on the town. Thank you guys. See you. Love you all. हजुरको माया र सपोर्ट चाहिँ एकदम चाहिएको छ है फेरि ठहरै जान्छु नि म त फेरि माया र सपोर्ट पाएन भन्दा फेरि है त जसरी भन्नु गरिदिनु होला त सब्सक्राइब यता हेर नि त ल ब्लग बनायो ल है दाजु ह्यान्डसम हिरो मान्दाखेरि डेन्जर छ हो ब्याग खानु न दाइ माथि एउटा पनि यार मान्दै ब्याग खानु नि भनेको सुई एउटा पनि यता हाम्रो चाहिँ एकताल एउटा मिठो मुस्कान दिनु त वाह वाह ल साथीहरू हामी चाहिँ फर्केको अब एक्जाम सकेर सबैजना आउट अफ 30 लिएर पास भन्छ सबैजना फोर्ट हाइजिङ क्लासमा है सबैजना टप भनेको दाइ हो दाइको चाहिँ 31 आएछ हाम्रो सलाम दाइको अनि हाम्रो दाइको 32 मेरो चाहिँ 35 सक्यो ल अब आजलाई बाई बाई गाइज बाई बाई फेरि अर्को भ्लगमा हेर्नु है त।